लो, आइपिओमा 10 किता पर्यो। यो सुन्ने बित्तिकै हाम्रो अनुहारमा कत्रो मुस्कान आउँछ, होइन त? पक्कै पनि यो एकदमै रमाइलो क्षण हो। तर आजको यस विश्लेषणमा हामी एउटा अलिकति कडा तर एकदमै साँचो कुरा खोतल्दैछौँ। सुन्दा अलि नमिठो लाग्न सक्छ, तर 10 किता आइपिओको भरमा मात्र कोही पनि कहिले करोडपति बन्दैन। अब यो किन हुन्छ र साँच्चीकै सम्पत्ति कसरी बन्छ त? आउनुस् आज सँगै बुझौँ। अब 10 किताकै कुरा गर्दा एउटा ठूलो प्रश्न उठ्छ। 10 किताको आइपिओले हामीलाई किन करोडपति बनाउँदैन त? बजारमा एउटा आम भ्रम के छ भने यस्तै साना साना आइपिओहरू जम्मा गर्दै जाँदा एक दिन पक्कै ठूलो आर्थिक सफलता मिल्छ। तर के यो साँच्चै सम्भव छ त? आज हामी यही भ्रमलाई गणितीय हिसाबले नै छर्लङ्ग पार्नेछौँ। नेपालको शेयर बजारको नियम हामी सबैलाई थाहा छँदैछ, विशेष गरी साना लगानीकर्ताहरूको लागि अधिकतम 10 किताको नियम। कुरा एकदमै सामान्य छ। जबसम्म कुनै पनि राम्रो कम्पनीमा हाम्रो ठूलो स्वामित्व वा हिस्सा हुँदैन, तबसम्म हाम्रो सम्पत्तिमा उल्लेख्य वृद्धि हुन सक्दैन। यो 10 किताको सीमा नै वास्तवमा हाम्रो ठूलो सम्पत्ति निर्माणको बाटोमा उभिएको सबैभन्दा ठूलो पर्खाल हो। ल, अब एउटा एकदमै साधारण हिसाब गरेर हेरौँ है। मानौ ललितपुर पावर कम्पनीको आइपिओमा 10 किता पर्यो। प्रति किता 100 रुपियाँको दरले कुल लागत कति भयो? जम्मा 1000 रुपियाँ। अब बजारमा सूचीकरण हुँदा 10%ले मूल्य बढ्यो भने नाफा कति हुन्छ त? ठ्याक्कै 100 रुपियाँ। अब आफै सोच्नुस् त, यो 100 रुपियाँको नाफाले हाम्रो जीवन स्तरमा कस्तो परिवर्तन ल्याउला? यो त सामान्य नाफा मात्रै भयो, सम्पत्ति त पक्कै होइन नि, होइन र? ल ठिक छ, अर्को एउटा रमाइलो कल्पना गरौँ। मानौ हाम्रो भाग्य यति धेरै बलियो छ कि हरेक महिना एउटा न एउटा आइपिओमा 10 किता परिरहेको छ। सुन्दा कति मजा लाग्छ नि। तर हिसाब गरेर हेर्दा एक वर्षभरमा जम्मा 120 शेयर मात्र जम्मा हुन्छ। अब हाम्रो लक्ष्य त 1 करोड रुपियाँको सम्पत्ति बनाउने छ। यो 120 शेयरबाट 1 करोड पुग्न कत्रो ठूलो चमत्कार चाहियोला त? सुन्दा अचम्म लाग्ला, तर गणितले के भन्छ भने त्यो 1 करोडको लक्ष्य छुनको लागि हामीसँग भएको ती 120 शेयरमध्ये प्रत्येक शेयरको मूल्य कम्तीमा 83,333 रुपियाँ पुग्नुपर्छ। लौ भन्नुस्, के यो कुरा कहिल्यै सम्भव छ? पक्कै पनि असम्भव। यसले के प्रमाणित गर्छ भने 10-10 किताको पछि लागेर करोडपति बन्ने सपना देख्नु भनेको गणितीय रूपमै असम्भव कुरा हो। साथीभाइलाई पार्टी दिन वा सानो खुसी मनाउन त ठिकै होला, तर साँचो अर्थमा धन निर्माणको लागि यो बाटोले कतै पनि पुर्याउँदैन। खासमा यो सबै समस्याको जड भनेकै आइपिओ मानसिकता हो। यो भनेको कस्तो भने पैसा त छिटो, सजिलो र बिना कुनै मेहनत कमाउन सकिन्छ भन्ने एकदमै गलत सोच। हामी राम्रो व्यवसायको स्वामित्व लिने कुरामा ध्यान दिँदैनौँ, बरु सानो शेयर पाउने बित्तिकै त्यसलाई बेचेर तत्काल नाफा कसरी कुम्ल्याउने भन्नेतिर मात्र हाम्रो ध्यान जान्छ। पक्कै पनि दिगो सम्पत्ति निर्माण गर्ने तरिका यो हुँदै होइन। स्रोत सामग्रीमा एउटा गजबको उखान राखिएको छ, हतार गर्नेलाई हड्डी फुट्छ। यो कुरा यहाँ ठ्याक्कै लागू हुन्छ। छिटो छिटो पैसा कमाउने दौडधोपले अन्ततः हामीलाई नै घाटा पुर्याइरहेको हुन्छ। एउटा सानो आइपिओबाट अर्कोमा दौडिने, 500 रुपियाँ नाफा देख्ने बित्तिकै हतार हतार बेचिहाल्ने बानीले लगानीको जुन वास्तविक प्रतिफल हो त्यसलाई नै ध्वस्त पारिदिन्छ। यस्तो धैर्यता बिनाको दौडधोपले हामीलाई कहिले पनि ठूलो आर्थिक उचाइमा पुग्न दिँदैन। हामी यहाँ दुई थरीका लगानीकर्ताहरू देख्न सक्छौं। एकातिर छन् आइपिओ संकलक, जो केवल छिटो पैसाको पछि कुद्छन् र साना साना बाँडफाँडहरू मात्र जम्मा गरेर बस्छन्। उनीहरूको जोस एकदमै छोटो समयको लागि मात्र हुन्छ। अनि अर्कोतिर छन् वास्तविक लगानीकर्ता। उनीहरू एकदमै शान्त हुन्छन्, तर उनीहरूको दृष्टिकोण निकै शक्तिशाली हुन्छ। उनीहरू कम्पनीको स्वामित्व, धैर्यता, लाभांश, बोनस र कम्पाउन्डिङको जादुमा विश्वास गर्छन्। साँच्चै सम्पत्ति जोड्ने हो भने हामीले अपनाउनु पर्ने बाटो यही दोस्रो नै हो। अब मनमा एउटा प्रश्न उठिसक्यो होला। यदि 10 किताको बाँडफाँडबाट सम्पत्ति बन्दैन भने साँच्चीको कम्पाउन्डिङ र ठूलो सम्पत्ति कहाँ निर्माण हुन्छ त? जो मानिसहरू 2-400 को खल्ती खर्चभन्दा माथि उठेर साँच्चीको आर्थिक स्वतन्त्रता चाहन्छन्, उनीहरूले कहाँ लगानी गर्ने त? आउनुहोस् अब यसको वास्तविक समाधानतिर लागौं। यसको एउटै मात्र समाधान हो दोस्रो बजार, अर्थात् सेकेन्डरी मार्केट। यो त्यही जादुई ठाउँ हो जहाँ हामीले आइपिओमा नपाएका हजारौं शेयरहरू आफ्नो इच्छा अनुसार खरिद गर्न सक्छौं। यहाँ नोबेल बैंक जस्ता उत्कृष्ट कम्पनीहरूको शेयर 10 किता मात्र पाएर चित्त बुझाउनु पर्ने कुनै बाध्यता हुँदैन। मन लागेमा र पुँजी भएमा 1000 किता वा त्योभन्दा बढी पनि निर्धक्क भएर उठाउन सकिन्छ।
वास्तविक सम्पत्तिको ढोका खुल्ने ठाउँ नै यही हो। इतिहासकै तथ्याङ्क पल्टाएर हेर्ने हो भने पनि दोस्रो बजारको शक्ति कति विशाल छ भन्ने प्रश्न हुन्छ। युनिलिभर नेपालकै उदाहरण लिऊ न। 2072 सालतिर यसको मूल्य करिब 1000 रुपैयाँको हाराहारीमा थियो। तर आज हेर्नुस् त त्यो मूल्य बढेर 35,000 भन्दा माथि पुगिसक्यो। के यस्तो चमत्कारिक वृद्धि केवल आइपिओको भर परेर कहिल्यै सम्भव थियो र? पक्कै थिएन। यसले के प्रमाणित गर्छ भने असली सम्पत्तिको खानी भनेकै दोस्रो बजार हो। तर विडम्बना भनौँ, हाम्रो समाजमा एउटा ठूलो भ्रमले जरा गाडेर बसेको छ। धेरैजसो मानिसहरू दोस्रो बजारलाई सिधै जुवाघरको रूपमा हेर्छन्। सम्पत्ति निर्माण गर्ने यस्तो गजबको मञ्चलाई डरलाग्दो मानिन्छ, अनि ती साना एकदमै सीमित प्रतिफल दिने आइपिओहरूलाई चाहिँ सबैभन्दा सुरक्षित र उत्कृष्ट लगानी ठानिन्छ। यो भ्रम र वास्तविकता बीचको खाडलले नै धेरैलाई आर्थिक प्रगतिको बाटोमा अगाडि बढ्नबाट रोकिरहेको छ। अर्को एउटा कुरा, सामान्य लगानीकर्ताहरूले गर्ने सबैभन्दा ठूलो गल्ती के हो थाहा छ? कुनै पनि एक्जिट प्लान अर्थात् निकास योजना बिना दर्जनौं कम्पनीहरूमा साना साना हिस्साहरू थुपारेर राख्नु। यसलाई ओभर डाइभर्सिफिकेसन भनिन्छ। हरेक कम्पनीको 10-10 किता मात्र झोलामा बोकेर हिँड्ने, तर कुनै एउटा राम्रो कम्पनीमा चाहिँ बलियो स्वामित्व नबनाउने। यस्तो बानीले हामीलाई केवल औसत प्रतिफल मात्र दिन्छ। यसले कहिले पनि एउटा बलियो र नाफामूलक पोर्टफोलियो बनाउन दिँदैन। त्यसैले अब हामीले आफ्नो रणनीति पूरै परिवर्तन गर्नुपर्ने बेला आएको छ। स्रोतले यसको लागि एउटा एकदमै स्पष्ट र काम गर्ने ब्लुप्रिन्ट दिएको छ। पहिलो कदम ती साना साना आइपिओहरूबाट आएको नाफा बुक गरिहाल्नुहोस्। दोस्रो, त्यसमा आफ्नो तर्फबाट थप पुँजी जोड्नुहोस्। तेस्रो, दोस्रो बजारमा गएर उत्कृष्ट कम्पनीहरू छान्नुहोस् र आफ्नो बलियो पोजिसन बनाउनुहोस्। अनि चौथो र सबैभन्दा महत्त्वपूर्ण कदम, कम्तीमा 3 देखि 10 वर्षसम्म त्यसलाई धैर्यतापूर्वक होल्ड गरेर राख्नुहोस्। एउटा साँचो लगानीकर्ता बन्ने र बजारको वृद्धिको चुपचाप फाइदा लिने तरिका ठ्याक्कै यही हो। अब यो विश्लेषणको अन्त्यमा म स्रोत सामग्रीमा रहेको एउटा एकदमै घत्तलाग्दो उदाहरण बाँड्न चाहन्छु। एकछिन सोच्नुस् त, घर जग्गा कारोबारमा कसैले जम्मा 10 वर्ग फिट जग्गा किनेर मैले त जग्गा जोडे भनेर खुसी हुन सक्छ? पक्कै पनि सक्दैन नि। त्यसो भए शेयर बजारमा चाहिँ हामी किन 10 कितामै सन्तुष्ट भएर बस्ने? 10 किता पर्नु भनेको त केवल एउटा सानो सुरुवात मात्र हो। यो हाम्रो आर्थिक गन्तव्य पक्कै होइन। वास्तविक सफलता त त्यहाँ छ जहाँ हामी फराकिलो सोच राख्छौं र दोस्रो बजारका असीमित सम्भावनाहरूलाई अँगाल्छौं। यही एउटा गहिरो प्रश्नसँगै हाम्रो आजको यो विश्लेषण यही टुङ्गिन्छ। यसले पक्कै पनि नयाँ ढङ्गले सोच्न बाध्य बनायो होला।